ओके आज छ आरसी ओसिलेटर आरसी फेज शिफ्ट ओसिलेटर है। यो आरसी ओसिलेटर चाहिँ डिफ्रेन्ट अब सर्किटहरू चाहिँ डिफ्रेन्ट सर्किट कम्बिनेसनमा हुन्छ है। यहाँ चाहिँ आरसी ओसिलेटर आरसी फेज शिफ्ट ओसिलेटर युजिङ अपरेसनल एम्प्लिफायर भनेर हाम्रोमा भयो। हाम्रो सिलेबसमा चाहिँ त्यो भयो। अब यसलाई पनि एक्सप्लेन गरौँ है त। सो यो आरसी ओसिलेटरमा आरसी फेज शिफ्ट ओसिलेटर जो भन्छौँ, आरसी फेज शिफ्ट ओसिलेटर पनि जो अस्ति हामीले बार क्वेसन क्राइटेरिया भनेर पढेको थियौँ, त्यो बार क्वेसन क्राइटेरिया यसले पनि फलोअप गर्नुपर्छ है। त्यही भएर कसरी फलोअप गरेर चाहिँ एकचोटि हेरौँ अनि त्यसपछि यसलाई एक्सप्लेन गरौँ। त्यो बार क्वेसन क्राइटेरियामा जो हामीले माथि ओप्याम भनेर एउटा सिम्बल बनाएको थियौँ, हेभिङ गेन ए नट, त्यो ओप्याम भनेको चाहिँ पार्ट यति हो है। त्यो ओपेम सर्किट इज दिस, त्यो ओपेम सर्किट भने यो हो। र जो फिडब्याक नेटवर्क थियो तिमीहरूको, फिडब्याक नेटवर्क अफ हेभिङ गेन बिटा भनेर बनाएको थियौँ, त्यो फिडब्याक नेटवर्क भनेको तिमीहरूको यति हो है। यसलाई चाहिँ फिडब्याक नेटवर्क अफ गेन भन्छ है। त्यति गर्दाखेरि यो चित्र पनि त्यस्तै बन्यो, जहाँ माथिको जो यो ओप्यामको नेटवर्क छ, ओप्यामको नेटवर्क छ, त्यसले चाहिँ 180 डिग्री फेज सिफ्ट गर्छ सिग्नललाई है। र यसले पनि कति गर्छ त, 180 डिग्री फेज सिफ्ट गर्छ। यसलाई मैले पाइ लेखिदिएँ यहाँनिर, दुइटै एउटै कुरा हो। सो यसले पनि 180 डिग्री फेज सिफ्ट गर्छ भन्दाखेरि टोटल फेज सिफ्ट अफ सिग्नल कति भयो, 180 प्लस 180 360 डिग्री, अर्थात् जेरो फेज सिफ्टिङ हो है त। सो यसले पनि जेरो फेज सिफ्टिङ पनि गर्यो, गरेको हुनाले र यसको पनि के हुन्छ त तिमीहरूको जो अ, बिटा, यसको गेन चाहिँ हाम्रो बिटा भन्छौँ हामीले यसलाई, बिटा गेन अर्थात् फिडब्याक नेटवर्कको गेन भयो। र यसलाई चाहिँ हामीले के भनेर भनेका थियौँ, ए नट भनेर भनेका थियौँ। सो त्यो दुइटा ए नट इन्टु बिटाको भ्यालु चाहिँ के हुनुपर्छ त, युनिटी हुनुपर्छ। त्यो चाहिँ हाम्रो के भएको थियो त हिजो उसमा के अरे बार क्वेसन क्राइटेरियामा यो दुइटा क्राइटेरिया चाहिँ पढाएको थियौँ हामीले। एउटा चाहिँ टोटल लुप गेन ए नट बिटा इक्वल टु 1 युनिटी हुनु पर्यो। अर्को चाहिँ के हुनु पर्यो, बोथ फिडब्याक पाथ र फरवर्ड पाथको फेज शिफ्ट चाहिँ 180 प्लस 180 हुँदाखेरि टोटल फेज शिफ्ट चाहिँ जेरो हुनु पर्यो, अर्थात् पोजिटिभ फिडब्याक हुनु पर्यो भन्ने चाहिँ हिजोको कन्सेप्ट थियो है त। त्यही कन्सेप्टमा आधार भएर आज आरसी आरसी फेज शिफ्ट ओसिलेटर सर्किटलाई हेरौँ। यो अब आरसी फेज शिफ्ट ओसिलेटर चाहिँ तिमीहरूको आरसी फेज शिफ्ट ओसिलेटर भनेको लो फ्रिक्वेन्सी सिग्नलहरू जेनेरेट गर्नलाई हो है। लो फ्रिक्वेन्सी सिग्नल भनेको अबाउट अप टु 10 किलो हर्ससम्मको है। त्यो 10 किलो हर्ससम्मको सिग्नल जेनेरेट गर्नु पर्यो भने त्यस्ता ओसिलेटरलाई हामी यो आर र सीको रेजिस्टर प्लस कम्बिनेसनको नेटवर्क भएको, फिडब्याक नेटवर्क भएको सर्किट युज गरेर डिजाइन गरिन्छ। र त्यस्तालाई चाहिँ हामी आरसी फेज शिफ्ट ओसिलेटर सर्किट भनेर भन्छौँ है, युजिङ ओप्याम। ल, सो यो आरसी फेज ओसिलेटरहरूले अघि नै पनि भने तिनीहरूले चाहिँ लो फ्रिक्वेन्सी सिग्नल भनेको फ्यु किलो हर्चसम्मको सिग्नलहरू चाहिँ जेनेरेट गर्छ है। त्यो भनेको अप टु 10 किलो हर्चसम्मको सिग्नल हो। ल, अस्ति हामीले त्यो सिग्नल चाहिँ डिजाइन कसरी गर्ने, सिस्टम आरसी नेटवर्क चाहिँ कसरी डिजाइन गर्ने भनेर पनि गरेका थियौँ। मैले यसलाई अलिकति तल गएँ अब यसको त्यसो हो भने यसको हाम्रो फरवर्ड पाथको गेन त हामीलाई थाहा छँदैछ है। यसको जो फरवर्ड पाथ जो बिटा नेट सरी यो ए नट भएको गेन भएको नेटवर्क छ, ए नटको भ्यालु हामीले अस्ति क्यालकुलेट गरेका छ। यो चाहिँ हाम्रो के हो त, इन्भर्टिङ कन्फिगरेसनमा भएको एम्प्लिफायर हो, ओपिएम हो। त्यही भएर इन्भर्टिङ कन्फिगरेसनमा यसको गेन चाहिँ कति हुन्छ त तिमीहरूको, माइनस आरएफ बाई आर हुन्छ है। यसलाई आरलाई आर नभनौँ, आरलाई चाहिँ अहिले आर वान भनौँ है, किनभने तल पनि आर छ, दिस आर वा आर छ, यो आर र आर वान, यो माथिको आर एउटै हुँदैन। त्यही भएर यसलाई आर भनेर नोट गरेर राखौँ है, आर वान भनेर नोट गरौँ, पछि त्यो काम लाग्छ। माथिको छुट्टै हो, तलको छुट्टै हो। सो माथिको पाथको गेन भनेको हाम्रो कति आउँछ त, यो गेनको पाथको नेट कति आउँछ त, यसको गेन माइनस आरएफ बाई आर वान आउँछ भनेको। तलको अब गेन क्यालकुलेट गरौँ अनि दुइटै गेनलाई मल्टिप्लाई गरेर
ए नट बिटा इक्वल टु युनिटी बनाउनु पर्ने हुन्छ। त्यही भएको कारणले गर्दाखेरि तल पनि के गरौँ त, गेन क्यालकुलेट गरौँ। र तल गेन क्यालकुलेट गर्नको लागि भनेको फिडब्याक पाथको नेटवर्कको गेन क्यालकुलेट गर्नको लागि मैले यसलाई तल सारेँ। त्यो फिडब्याक पाथ मात्रै बनाएँ। एकचोटि यसलाई राम्रोसँग हेरौँ त, ल फिडब्याक नेटवर्क मैले यता कसरी बनाइरहेको छु भनेर। अलिकति ठुलो चित्र सानो भयो। ल ओके है, यो मैले यति मात्रै जो यो फिडब्याक नेटवर्क छ, यो फिडब्याक नेटवर्कलाई तल बनाउन खोजेको, यतिलाई मात्र काटेर यहाँनिर राखेको। ल हेरौँ त यसलाई कसरी, यो तलतिर भएको छ, पहिला यो थाहा पाउनु। यो भनेको तिमीहरूको यो जो पोइन्ट छ, यो पोइन्ट इज दिस भी आउट भोल्टेज भएको पोइन्ट हो। दिस भी आउट भएको भोल्टेज पोइन्ट भनेको यो पोइन्ट चाहिँ यता छ, दिस। अनि यता यो भिएफ अर्थात् फिडब्याक भोल्टेज भएको सिग्नल भएको पोइन्ट हो, त्यो पोइन्टलाई चाहिँ यता छ है। यसलाई उल्टाएर चाहिँ मैले तल सर्किट बनाएको छु। बाँकी सबै कुरा त्यही हो, खालि मैले यो नोडहरूमा भोल्टेज चाहिँ यता भी1 लेखेको छु, यता भी2 लेखेको छु, यता भिएफ त छँदै थियो है। बाँकी अब सबै भयो। ल यतातिर फ्लो हुने करेन्ट चाहिँ यसलाई मैले I1 भनेर भनेको छु होइन। यता I2 भनेको छु C1, र यता चाहिँ के भनेको छु I3 भनेर भनेको छु। ल अब यो नेटवर्कलाई चाहिँ एनालाइसिस गरौँ है त। त्यो नेटवर्कलाई एनालाइसिस गर्नको लागि मैले अब यो डिफ्रेन्ट नोडहरूमा चाहिँ केसिएल अप्लाई गर्छु। र यता चाहिँ के गर्छु त, अब यो नोडहरूबाट जाने जो यता यो सानो सानो हाम्रो मेसहरू छ, त्यो मेसहरूमा चाहिँ के भेल्यु एप्लाई गर्छु है त। ल सो त्यसो के भेल्यु एप्लाई गर्ने, केसिएल र के भेल्यु एप्लाई गर्दाखेरि ल पोटेन्सियल एट भी टू भन्ने पोइन्टमा भनेको भी टू इज दिस, यो पोइन्ट छ यहाँनिर छ भने भी टू यो पोइन्टमा पोटेन्सियल कति हुन्छ भनेर मैले के भेल्यु एप्लाई गरौँ त, हेर्नु त। यहाँबाट सिग्नल चाहिँ तिमीहरूको I3 चाहिँ यहाँबाट के आइरहेछ, I3 यसरी आइरहेछ भने यो पोइन्टको पोटेन्सियल भनेको कति हुन्छ त, भी टू भनेको दिस भिएफको पोटेन्सियल प्लस यो सीमा हुने ड्रप इक्वल कति हो, भी टू हो। द्याट्स वाइ सीमा हुने ड्रप भनेको I3 इन्टु एक्सी हो, किनभने त्यो सीबाट I3 करेन्ट फ्लो भइरहेछ। एक्स इज द रिएक्टेन्स अफ द्याट क्यापेसिटर हो। I3 इन्टु एक्स3 भनेको सीमा ड्रप हुने भयो, प्लस भिएफ भनेको त के भयो, यो पोइन्टको पोटेन्सियल, त्यो भनेको भी टू भयो। अब I3 भनेको अर्को भ्यालु कुनै हो, यो I3 भनेको यहाँबाट फ्लो हुन्छ, त्यो I3लाई हामी के लेख्न सक्छौँ, भिएफ बाई आर लेख्न सक्छौँ। त्यही भएर भिएफ बाई आर प्लस भिएफ त भइ नै हाल्यो। सो भिएफ कमन आउँदाखेरि तिमीहरूको भी टू भने यति हो। यति कुरा याद गरेर आउनुपर्छ है, भी टू भने। त्यसै गरिकन अब मैले के गर्छु त, भी टूमा केसिएल अप्लाई गर्छु। भी टूमा केसिएल अप्लाई गर्नको लागि भी टूमा इनकमिङ करेन्ट के छ, इन्कमिङ करेन्ट I2 छ, अनि आउटगोइङ करेन्ट के छ, एउटा करेन्ट I3 उतातिर गइरहेछ राइटतिर, अर्को चाहिँ करेन्ट चाहिँ तलतिर आइरहेको, तलतिर आउने करेन्टको भ्यालु कति, भी टू बाई आर है त। त्यो कुरा थाहा पाइराख्नु पर्यो। त्यही कुरालाई मैले यता लेख्छु। ल त्यसो भने यसलाई अलिकति माथि सारौँ। यति पुऱ्याइदिएँ। सो भी टूमा केसिएल अप्लाई गर्ने हो भने अप्लाइङ केसिएल एट भी टूमा केसिएल अप्लाई गर्ने हो भने अघि I2 इन्कमिङ करेन्ट इक्वल्स दिस इन्कमिङ करेन्ट इक्वल भी टू बाई आर प्लस I3 भयो। ल भी टू भनेको हामीले माथि क्यालकुलेट गरिसकेका छौँ, त्यही भएर त्यही भ्यालु तल युज गऱ्यौँ भी टू। अनि भिएफ त त्यो नै भयो। द्याट्स वाइ यहाँ I2 पनि आयो। अब यो भी टू र I2लाई मैले तल युज गर्नेवाला छु। त्यही भएर भी1 निकालौँ त, भी टू जसरी निकालेको थियौँ त्यसै गरिकन भी1 निकाल्नको लागि के भयो, भी1 इक्वल्स I2 एक्सी प्लस भी टू भयो है त। सो I2 एक्सी प्लस भी टू भयो। भी टूको भ्यालु हामीले माथि क्यालकुलेट गरेछौँ, त्यही भ्यालु युज गरौँ। दिस इज भी टू, र I2को भ्यालु पनि हामीले माथि युज गरिसकेका छौँ, त्यही भ्यालुलाई निकालेर चाहिँ कहाँ राखौँ त, I2को ठाउँमा राखौँ। त्यसो गर्दाखेरि हाम्रो भी1को भ्यालु पनि आयो। म्याथमेटिक्स आफै हेर्नु होला है त। ल अब त्यसै गरिकन अब हामीले के गर्यौँ त, भी1मा पनि अब केसिएल अप्लाई गर्नु पर्यो। जसरी भी टूमा अप्लाई गरेका थियौँ त्यसै गरी केमा पनि गर्नु पर्यो, भी1मा पनि गर्नु पर्यो। ल भी1मा गर्ने गर्ने हो भने यसलाई अलिकति तल सारौँ अझै। ल भी1मा पनि गर्ने हो भने अब चित्र अलिकति देखिएन। भी1मा केसिएल अप्लाई गर्ने हो भने I1 इक्वल्स के भयो, भी1 बाई आर प्लस I2 भयो। द्याट्स वाइ भी1मा केसिएल होइन, यो भयो भी1 बाई आर प्लस I2 भयो। I2को भ्यालु पनि राखौँ माथिबाट, र भी1को भ्यालु पनि राख्दाखेरि I1को भ्यालु आयो। अब फाइनली के बच्यो त, हाम्रो भी आउट बच्यो यतातिरको। सो भी आउटमा केसिएल अप्लाई गर्ने कुरै भएन, त्यहाँ नोडै छैन। त्यही भएर त्यहाँ केभिएल मात्रै अप्लाई गर्ने भयो त्यो लुपको लागि, सानो मेसको लागि। त्यही भएर आउटपुट भोल्टेज अब पोइन्ट भी आउट भनेको कति भयो त, भी आउट इक्वल्स दिस I1 इन्टु एक्सी प्लस भी1 भयो। I1 इन्टु एक्सी प्लस भी1 भयो। त्यही भएर I1 इन्टु एक्सी प्लस दिस भी1 भयो। I1को भ्यालु माथिबाट राखौँ, भी1को भ्यालु माथि राख्दाखेरि भी आउट भोल्टेज चाहिँ यति आइदियो है त। ल अब एक्सी भनेको के हो त, माइनस जे बाई ओमेगा सी हो।
त्यही भएर त्यसलाई चाहिँ एक्सीलाई माइनस जे बाई ओमेगा सीले रिप्लेस गरिदिएको। ल रिप्लेस गर्दाखेरि हाम्रो फाइनल आउटपुट इक्वेसन चाहिँ तिमीहरूको यस्तो आयो है। कस्तो आयो त तल। ल दिस इज द तिमीहरूको फाइनल आउटपुट। यो हो तिमीहरूको त्यो जो आरसी फेज सिफ्ट ओसिलेटर छ त्यो आरसी फेज सिफ्ट ओसिलेटरको आउटपुट बी आउट आउटपुट सिग्नल यो है। आउटपुट सिग्नल जो चाहिँ के हुन्छ तिमीहरूको फिडब्याक नेटवर्कमा चाहिँ इनपुट हुन्छ भन्ने चाहिँ फिडब्याक नेटवर्कमा चाहिँ इनपुट हुन्छ। यो चाहिँ अब यसको आउटपुट सिग्नल भयो। अब यो आउटपुट सिग्नलमा तिमीहरूको एउटा इमेजिनरी पार्ट छ अर्को रियल पार्ट छ। दिस इज इमेजिनरी पार्ट भयो, यो पनि इमेजिनरी पार्ट हो, यो पनि इमेजिनरी पार्ट हो, यो बिचमा चाहिँ रियल पार्ट छ। ल अब यो आउटपुट सिग्नल यो आउटपुट सिग्नलमा इमेजिनरी पार्ट र रियल पार्ट छ। अब यो इमेजिनरी पार्ट चाहिँ के हुन्छ त यो आउटपुट सिग्नलको जेरो हुन्छ। किन जेरो हुन्छ त भन्दाखेरि जो यो आउटपुट सिग्नल हो आउटपुट सिग्नलको फेज सिफ्ट चाहिँ कति हुन्छ त जेरो हुन्छ भनेर हामीले अस्ति पढेका छौँ। किन आउटपुट सिग्नलको फेज सिफ्ट चाहिँ के हुन्छ त ओसिलेटर हो, यो पनि आरसी ओसिलेटर हो। आरसी ओसिलेटर भइसकेपछि यसको चाहिँ तिमीहरूको के हुन्छ त यसको यो ओसिलेटरको दुईवटा क्राइटेरिया पढाएको थियो। एउटा चाहिँ टोटल फेज सिफ्ट इक्वल टु जिरो, फेज सिफ्ट जिरो हुनुपर्छ। अर्को चाहिँ के हुनुपर्छ गेन, टोटल गेन चाहिँ फरवर्ड पाथ र ब्याकवर्ड पाथको चाहिँ के हुनुपर्छ गेन मल्टिप्लिकेसन चाहिँ युनिटी हुनुपर्छ भनेर भन्छ। सो त्यसो हो भने टोटल फेज सिफ्ट अफ दिस सिग्नल, यो सिग्नल यसमा चाहिँ टोटल फेज सिफ्ट चाहिँ कति हुनु पर्यो जेरो फेज सिफ्ट हुनु पर्यो होइन। यसको जेरो फेज सिफ्ट हुनको लागि त हेरौँ त यहाँबाट चाहिँ 180 डिग्री फेज सिफ्टिङ भयो सिग्नल आउटपुटमा, फेरि यहाँबाट आयो कति 180 डिग्री। सो यो तलको जो 180 डिग्री छ यो 180 डिग्री फेज सिफ्ट चाहिँ यसले गरे हो। जहाँ चाहिँ एउटा आरसी नेटवर्कले 60 डिग्री गर्छ भने तिनवटा आरसी नेटवर्क छन्, त्यही भएर 6 × 18 भनेको 180 डिग्री फेज सिफ्ट गर्यो। सो टोटल फेज सिफ्ट अफ सिग्नल इज जेरो। सो सिग्नलको फेज सिफ्ट जेरो छ भने आउटपुट सिग्नलको फेज सिफ्ट जेरो छ भने देयर इज नो फेज, द्याट्स वाइ द फेज एङ्गल इक्वल टु कति थीटा। फेज एङ्गल मैले जो थीटा भने त्यो फेज एङ्गलको भ्यालु जेरो। त्यो फेज एङ्गल भनेको के हुन्छ फेज एङ्गल हामी कसरी टेन इन्भर्स इमेजिनेरी पार्ट बाई रियल पार्ट निकाल्छौँ, त्यसलाई हामी फेज एङ्गल भनेर भन्छौँ है। इमेजिनेरी पार्ट डिभाइडेड बाई रियल पार्ट। अब यो इमेजिनेरी पार्ट डिभाइडेड बाई रियल पार्ट जेरो हुनको लागि त के हुनु पर्यो आइदर रियल पार्ट इन्फाइनाइट हुनु पर्यो अर इमेजिनेरी पार्ट के हुनु पर्यो जेरो हुनु पर्यो। अब रियल पार्ट चाहिँ इन्फाइनाइट छ त भ्याउटमा आउटपुट जो सिग्नल हो त्यसमा चाहिँ तिमीहरूको रियल पार्ट के त इन्फाइनाइट छ त एकचोटि हेरौँ। रियल पार्ट इन्फाइनाइट छ त छैन, रियल पार्ट त सर्टेन छ। दिस इज रियल पार्ट। यहाँ त के हो त तिमीहरूको रियल पार्ट भनेको 1 - 5/ओमेगा स्क्वायर आर स्क्वायर छ रियल पार्ट, इन्फाइनाइट छैन। सो इन्फाइनाइट रियल पार्ट छैन भने तिमीहरूको के हुनुपर्छ त इमेजिनेरी पार्ट जेरो हुनुपर्छ होइन। तब न तिमीहरूको के हुन्छ त बारकोसिन क्राइटेरिया फुलफिल हुन्छ होइन। तब न यसले ओसिलेटरको काम गर्छ। ओसिलेटरको रूपमा काम गर्नको लागि के हुनु पर्यो टोटल फेज सिफ्ट चाहिँ जेरो हुनु पर्यो। सो टोटल फेज सिफ्ट जेरो हुनुको लागि इमेजिनेरी पार्ट के हुनुपर्ने रहेछ त जेरो हुनुपर्ने रहेछ। सो इमेजिनेरी पार्ट जेरो हुन्छ भने अब यसको इमेजिनेरी पार्ट चाहिँ हामी के गरौँ त जेरो गरौँ। सो यसको इमेजिनेरी पार्ट जेरो गरौँ तब न यसले के गर्छ त तिमीहरूको ओसिलेटरको रूपमा काम गर्छ। सो यसको इमेजिनेरी पार्टमा एउटा चाहिँ इमेजिनेरी पार्टमा यो छ, यो पार्ट इमेजिनेरी पार्ट भयो। अर्को चाहिँ इमेजिनेरी पार्ट जे भएको टर्म्स यो छ, बाँकीमा छैन। त्यही भएर टोटल यो प्लस यो इक्वल टु जेरो, इमेजिनेरी पार्ट इक्वल टु जेरो। सो इमेजिनेरी पार्ट जेरो गर्दाखेरि ओमेगा भनेको एङ्गुलर फ्रिक्वेन्सी हो। सो एङ्गुलर फ्रिक्वेन्सी हो भने एङ्गुलर फ्रिक्वेन्सीबाट हामीले के गर्ने गर्छ सर्ट जनरल फ्रिक्वेन्सी निकाल्छौँ होइन। एङ्गुलर फ्रिक्वेन्सीबाट हामीले जनरल फ्रिक्वेन्सी निकाल्छौँ भने ल एङ्गुलर फ्रिक्वेन्सीबाट जनरल फ्रिक्वेन्सी निकाल्दा यसको फ्रिक्वेन्सी कति आयो तिमीहरूको कति 1/2πRC√/6 है त। यो चाहिँ हाम्रो आरसी फेज शिफ्ट ओसिलेटरको फ्रिक्वेन्सी भयो। ल ल आरसी फेज शिफ्ट ओसिलेटरको फ्रिक्वेन्सी आइसकेपछि √/6 छ, त्यसलाई चाहिँ अलिकता ब्रेकडाउन गरेर √2n लेखेको छ, वेयर n इक्वल टु 3 भनेको नम्बर अफ आरसी स्टेजेस। यो भनेको कस्तो भन्दाखेरि तिनवटा आरसी स्टेजेस भएको नेटवर्कको फ्रिक्वेन्सी है। तिनवटा आरसी स्टेजेस छन् भने एउटा आरसी स्टेजको मैले अघि नै भने फेरि के अरे फेज सिफ्ट चाहिँ 60 डिग्री हुन्छ। तिनवटा हुँदाखेरि 60 डिग्री इन्टु 3 180 डिग्री फेज सिफ्ट गर्छ। त्यही भएर त्यो टु एनको ठाउँमा चाहिँ 3 यसरी वानको एनको यो टोटली यसमा चाहिँ 6 पनि बनाउन सकिने हुन्छ। जस्तो
सिक्स भनेको टु एन भनेको सिक्स, टु एन भनेको सिक्स, एन इक्वल टु थ्री। सो नम्बर अफ स्टेजेस यहाँ अहिले थ्री छन्, नम्बर अफ स्टेजेस टोटल सिक्स पनि बनाउन सकिन्छ। नम्बर अफ स्टेजेस सिक्स बनायो भने एउटा स्टेजको तिमीहरूको कति हुने भयो त, फेस सिफ्ट कति हुने भयो, 30 डिग्री हुने भयो, छ त्यहाँ 18 है त। यहाँ अहिले चाहिँ जो तिमीहरूको थ्री स्टेजेस भनेको छ, यो एउटा स्टेज भयो, त्यस्तै यहाँ कतिवटा स्टेज छन् त यस्ता, तिनवटा, आरसी तिनवटा। त्यही भएर यसलाई पो आरसी स्टेज, थ्री आरसी स्टेजेस भनेर भनिएको हो। ल यो पनि यो भयो। अब यसको फ्रिक्वेन्सी, अब यति फ्रिक्वेन्सी आइसकेपछि यसको गेन पनि निकालौँ। कसको? यो हामीले गेन, यसको फ्रिक्वेन्सी निकाल्यौँ आउटपुट सिग्नलको। अब हामीलाई यसको फरवर्ड पाथको गेन त थाहा छँदैछ, कति हो, माइनस आरएफ बाई आर वान। भनेपछि अब के गरौँ, फिडब्याक पाथको पनि गेन निकालौँ। फिडब्याक पाथ भनेको तल हो है त, यो वाला बिटा नेटवर्क हो। त्यसको गेन निकाल्नको लागि अब यता गरे, सो यही इक्वेसनबाट निकाल्यौँ हामी त्यो पनि। अब यही इक्वेसनमा हाम्रो, ल अलिकता सानो बनाउँछु म। यही इक्वेसनमा तिमीहरूको ओके, यही इक्वेसनमा अब हामीले दिस आउटपुट भोल्टेज डिभाइडेड बाई इनपुट भोल्टेज गर्नुपर्ने हो। कसको लागि? गेन हामी फिडब्याक पाथको निकाल्न खोजिरहेछौँ, त्यही भएर फिडब्याक पाथमा एकैचोटि त्यो उयो हेरौँ, त्यसपछि तल आउँला। ल यो फिडब्याक पाथमा, यो फिडब्याक पाथको गेन निकाल्नको लागि, फिडब्याक पाथको गेन भनेको के हुन्छ, आउटपुट डिभाइडेड बाई इनपुट हो। सो यो फिडब्याक पाथको हाम्रो आउटपुट के छ त, यो फिडब्याक पाथ हो भने फिडब्याक पाथमा इनपुट सिग्नल यताबाट गइरहेछ, आउटपुट यताबाट आइरहेछ भने इनपुट सिग्नल भनेको फिडब्याक पाथको लागि चाहिँ, फिडब्याक नेटवर्कको लागि भी आउट भयो, र भिएफ भनेको चाहिँ के भयो त, यसको आउटपुट सिग्नल भयो। त्यही भएर यसको गेन भनेको भिएफ बाई भी आउट हुने भयो त, यो कुरा ख्याल गरेर राख्नु पर्यो। त्यसैको लागि मैले तल अब जान्छु यता। सो यही इक्वेसनमा, अब इक्वेसन जो यो हाम्रो भी आउट भन्ने आएको छ, त्यसमा चाहिँ गेन निकालौँ त। ल गेन निकाल्दाखेरि यसको गेनमा अब हामीले के गर्नु पर्यो, इमेजिनेरी पार्ट जेरो भनिसकेका छौँ। यसले ओसिलेटरको रूपमा काम गर्नको लागि आउटपुट सिग्नलमा इमेजिनेरी पार्ट चाहिँ हुनु हुँदैन, अर्थात् आउटपुट सिग्नलमा जेरो फेज सिफ्ट हुनुपर्छ। सो जेरो फेज सिफ्ट हो भने इमेजिनेरी पार्ट इज जेरो। इमेजिनेरी पार्ट जेरो हो भने अब के रह्यो त, यहाँ यसले चाहिँ ओसिलेटिङ सिग्नलको रूपमा काम गर्नको लागि इमेजिनेरी पार्ट चाहिँ हुनु भएन, कसमा, भी आउटमा। त्यसो हो भने यसमा भी आउटमा अब तिमीहरूको कति भयो त, यो सिग्नल भने यस्तो आउनुपर्छ। सो भी आउटमा अब कति आयो त, भी आउट इक्वल टु भिएफ माइनस समथिङ, यति जति हो यति मात्रै भयो, विथ जेरो इमेजिनेरी पार्ट। यो जेरो पार्ट चाहिँ कति भयो त, जेरो पार्ट चाहिँ यता भएन। सो जेरो पार्ट चाहिँ नभएर यता तिमीहरूको यति मात्रै बच्यो। सो भिएफ, भी आउट इक्वल टु भिएफ इन्टु वान माइनस 5/समथिङ, यति कति आयो होइन। ल ल त्यति आयो, जहाँ ओमेगा इक्वल टु कति राख्नु पर्यो, अब यो ओमेगा इक्वल टु यो ओमेगा स्क्वायर आएको छ, यो ओमेगा स्क्वायरलाई अब एपमा कन्भर्ट गरौँ। यो एपको भ्यालु चाहिँ यता राखौँ त। ल अब यो एपको भ्यालु चाहिँ कहाँ राखौँ, यता ओमेगाको ठाउँमा चाहिँ ओमेगा भनेको 2 पाइ एफ हो। ल त्यो एफको भ्यालु चाहिँ यता राख्दाखेरि तिमीहरूको कति हो, भी आउट डिभाइडेड बाई भिएफ आयो, र त्यसलाई उल्ट्याउँदाखेरि भिएफ डिभाइड बाई भी आउट गर्दाखेरि यो क्यालकुलेसन कति भयो त, यो क्यालकुलेसन गर्नु होला, यति क्यालकुलेसन, यो क्यालकुलेसन भनेको कति आयो, -1/29। सो भिएफ बाई भी आउट अर्थात् गेन अफ फिडब्याक नेटवर्क अर्थात् बिटाको भ्यालु चाहिँ कति आइदियो त, -1/29। -1/29 मिन्स द गेन अफ फिडब्याक नेटवर्क, द्याट इज द भ्यालु अफ बिटा है त, बिटा भ्यालु भयो। ल अब फिडब्याक नेटवर्कको गेन, त्यही भएर चाहिँ यो भ्यालु यति लेखेका छौँ। अब फिडब्याक, यसले चाहिँ ओसिलेटरको रूपमा काम गर्न लागि फिडब्याक नेटवर्कको भ्यालु, गेनको भ्यालु चाहिँ -1/29 आयो भने, अब टोटल गेन बिटाको भ्यालु चाहिँ -1/29 छ, र ए नटको भ्यालु चाहिँ कति छ, -RF/R1। सो टोटल फिडब्याक के अरे, यसले चाहिँ ओसिलेटरको रूपमा काम गर्नको लागि ए नट बिटाको भ्यालु चाहिँ कति हुनुपर्छ, 1 हुनुपर्छ। त्यसो हो भने अब यसो गरौँ, -1 बिटाको भ्यालु, बिटा इन्टु ए इक्वल टु कति हो, बिटा इन्टु दिस, बिटा, बिटा इन्टु ए नट इक्वल टु 1 हो, बिटा इक्वल टु ए नट इक्वल टु 1 हो। बिटाको भ्यालु चाहिँ -1/29 छ भने ए को भ्यालु कति हुनु पर्ला, ए को भ्यालु चाहिँ त्यति बेला कति हुनु पर्ला, कति हुनु पर्ला, -1 माइनस अफ 29,
-29 हुनु पर्ला हो, -29 हुनु पर्ला। सो -29 ए को भ्यालु हुनुपर्छ। सो ए को भ्यालु चाहिँ एमा, ए भनेको हाम्रो फरवर्ड पाथको नेटवर्क हो। फरवर्ड पाथ नेटवर्कमा चाहिँ ओपिएम इन के कुन कन्फिगुरेसनमा छ, इन्भर्टिङ कन्फिगुरेसनमा छ भने त्यसको गेन चाहिँ कति हुन्छ, फिडब्याकको रेसिस्टरको भ्यालु आरएफ डिभाइडेड माइनस आरएफ डिभाइडेड बाई आर1 हुन्छ। मैले अघि नै जो आर1 भनेको थिएँ माथिल्लो वाला, आरलाई आर1 है, त्यो माथिल्लो वाला यति हुन्छ। सो माइनसले माइनस कट गरिसकेपछि आरएफ भनेको कति आयो त, दिस आरएफ इज 29 टाइम्स, आरएफ भनेको हाम्रो कति आयो त, दिस आरएफ भनेको 29 टाइम्स आर1 आयो है। आरएफ भनेको 29 टाइम्स आर1 आयो है त। सो यो नेटवर्कमा चाहिँ के भइदियो त, फिडब्याक पाथको गेन चाहिँ -1/29 र फरवर्ड पाथको गेन चाहिँ कति भयो, -29 भयो है। सो फिडब्याक पाथको चाहिँ -1/29 र फरवर्ड पाथको -29 गेन भयो। र आरएफ भनेको कति भयो त, 29 टाइम्स, यहाँ 29 है, दिस इज 29 टाइम्स आर1 भयो। र यति कुरा चाहिँ अब यो डिजाइनमा थाहा पाइराख्नु। डिजाइन अस्ति मैले प्रब्लम चाहिँ गराएको थिएँ अनलाइनमै होइन, डिजाइन गर्दाखेरि यति आर आर आर1 आरएफ र सीका भ्यालुहरू चाहिँ फाइन्ड आउट गर्ने हो। त्यो फाइन्ड आउट गर्नको लागि चाहिँ मैले अस्ति डिजाइन चाहिँ गराइदिएको थिएँ, क्लासमै गराइदिएको थिएँ। त्यो एकचोटि साथीहरूसँग कन्सल्ट गर्नु होला कसैले गर्यो भनेर। अब यस्तो गर्दा हुन्छ, जस्तो यहाँबाट चाहिँ मानव 10 किलो हर्जको फ्रिक्वेन्सी भएको सिग्नल जेनेरेट गर्नु पर्यो भने कसरी जेनेरेट गर्ने भनेर होइन। जस्तो 10 किलो हर्ज फ्रिक्वेन्सी जेनेरेट गर्ने आरसी नेटवर्क डिजाइन गर्नुहोस् भनेर इक्जाममा सोध्छ। र त्यसो हो भने फ्रिक्वेन्सी एपको भ्यालु कति भयो, दिस एपको भ्यालु चाहिँ कति भयो, 10 किलो हर्ज भयो है। दिस 10 किलो हर्ज भयो, एपको भ्यालु 10K, 10 किलो हर्ज भयो। ल अब त्यसमा 10 किलो हर्ज फ्रिक्वेन्सी जेनेरेट गर्ने सिग्नलमा आर र सीको भ्यालु कति कति राख्नुपर्ने हुन्छ, अर्थात् कति कति राख्नु पर्ला भन्ने हो। अब आर र सीको भ्यालु राख्दाखेरि मार्केटमा पाइने भ्यालु राख्नुपर्छ, किनभने सर्किट डिजाइन गर्ने भनेको मार्केटमा भएको कम्पोनेन्टहरू चाहिँ राख्ने हो। त्यही भएर सीको भ्यालु चाहिँ अजुम गरौँ, मार्केटमा पाइने सीको भ्यालु चाहिँ एउटा मिनिमम भ्यालु चाहिँ मानौँ 0.1, 0.1 जति पाइन्छ त्यति है, जुनसुकै पनि राख्न पाइयो यहाँ। ल 0.1 माइक्रोफेराडको सीको ठाउँमा चाहिँ क्यापेसिटर राख्यो भने अब ल यहाँ सीको भ्यालु चाहिँ 0.1 माइक्रोफेराड भयो, एफको चाहिँ 10K भयो भने एफबाट आरको भ्यालु कति क्यालकुलेट राख्नु पर्ला भनेर आरको भ्यालु यहाँबाट निकाल्न सकिन्छ। सो यहाँबाट आरको भ्यालु आयो है। त्यो जति आरको भ्यालु आउँछ त्यो चाहिँ हाम्रो कहाँ राख्ने हो त, यो आरसी सर्किटमा आरको भ्यालु चाहिँ यहाँबाट आइसक्यो। सो प्रत्येक आर र प्रत्येक सीमा चाहिँ यति यति भ्यालु राखिन्छ। सो त्यसो गर्दाखेरि हाम्रो के भयो त, यसमा फिडब्याक नेटवर्क चाहिँ डिजाइन भयो। अब त्यसबाट हामीले के गर्नु पर्यो, माथि त्यो फरवर्ड नेटवर्कको आरएफ र आर1 हो त्यसको भ्यालु पनि क्यालकुलेट गर्नु पर्यो। यो आर1 भनेको, फरवर्ड नेटवर्कको आर1 भनेको जहिले पनि ग्रेटर देन के हुन्छ त, आर, अर्थात् फिडब्याक नेटवर्कमा भएको रेजिस्टरको भ्यालुभन्दा बढी हुन्छ। अब जनरली डिजाइनहरूमा चाहिँ आर1लाई चाहिँ 10 टाइम्स अफ आर लेख्ने चलन छ, 10 टाइम्स चाहिँ बढी लिने चलन छ। त्यही भएको कारणले यहाँबाट आरको भ्यालु आइसक्यो भने त्यसलाई 10 टाइम्स मल्टिप्लाई गरेर के निकाल्ने, त्यहाँबाट आर1 निकाल्ने। आर1 आइसक्यो भने चाहिँ आरएफ भनेको कति छ त, 29 टाइम्स कति छ, आर1 छ। त्यो चाहिँ त्यही भएर सबै भ्यालुहरू आयो। त्यो सबै भ्यालुहरू आइसकेपछि हाम्रो के भयो त, आरसी फेज सिफ्ट नेटवर्क चाहिँ डिजाइन भयो। सो यसरी आरसी फेज सिफ्ट नेटवर्क पनि डिजाइन गर्न सकिन्छ। सो दिस इज अल अबाउट द आरसी फेज सिफ्ट ओसिलेटर। ओके, थ्याङ्क यू।